म आज एकदमै नौलो ठाउँमा आइपुगेको छु। यो इन्डियाको अलिपुरद्वार भन्ने ठाउँ हो। अहिले इन्डियाको टाइम चाहिँ कति 4:22 भइराखेको छ भने ठ्याक्कै यसको 15 मिनट अगाडि चाहिँ हाम्रो नेपालको टाइम हुने गर्छ। अहिले मेरो मोबाइलमा चाहिँ इन्डियाको सिम लगाएको कारणले गर्दा यहाँ चाहिँ 4:22 देखाइराखेको छ र यहाँ गाडीहरू पनि हिँड्दैन। म तपाईँहरूलाई यहाँनिर एउटा रेलवेको लाइन देखाउँछ है त। यो मेन लाइन हो। यहाँ देखाएको छ कि यो क्यामेरा यो रेलवेको लाइन हो। यो दुईवटा लाइन छ। एउटा लाइन यो कति नम्बर प्लेटफर्म हो भन्ने कुरा चाहिँ अलि माथि गएर मात्रै थाहा हुने भएको कारणले गर्दा मैले यहाँबाट ट्याक्कै भन्न सकेन, किनभने यहाँबाट देखाएको छैन। यो चाहिँ एकदमै ठुलो जक्सन पनि हो। यो यहाँबाट भारतको विभिन्न ठाउँ हुँदै पनि यहाँबाट ट्रेनहरू आउजाउ गर्ने गरिन्छ। र मैले यता अर्को साइडमा देखाएँ यो भारतको नर्थ इस्ट हो। यो यहाँबाट ट्रेनहरू कति धेरै यहाँ प्लेटफर्ममा लाग्यो। म आफैले पनि ट्रेनको अनुभव चाहिँ गरेका छौँ, किनभने धेरै वर्ष अगाडि, आजभन्दा 7, 8, 9, 10 वर्ष अगाडि, अझ बढी भयो होला, 12-15 वर्ष अगाडि लगभग म 99मा इन्डिया जाँदाखेरि म ट्रेनमै चढेर फर्स्ट टाइम म त्यतिखेर ट्रेनमा चढेको थिएँ। र अहिले ट्रेन हेर्नुहोस् न यहाँ कति भयो। यो सबै ट्रेन हो। यो लामो यो सबै ट्रेन हो। यहाँ 1, 2, 3, 4 यो लाइनै ट्रेन एकदम धेरै छ यहाँनिर। तर यहाँ सबै यो अलिकति डेन्जर केस भएको कारणले गर्दा होला, यो अलिकति उनीहरूले यसलाई एकदम सेफ बनाएको छ। यहाँबाट कोही पनि मान्छेहरू चाहिँ तलमाथि नजाओस् भनेर मैले यो जालीबाट देखाउने प्रयास गरिराखेको छु। एकदमै यो ट्रेन कतिजनालाई ट्रेन कस्तो हुन्छ होला र ट्रेनमा चढ्दा कस्तो फिल हुन्छ होला भनेर पनि भनिराखेको सुन्छु मैले। तर ट्रेनमा जस राम्रै हुन्छ होइन, त्यस्तो बसको जस्तो हुँदैन। ट्रेनको एकदमै राम्रो हुन्छ। यो एउटा सर्भिस लाइन जस्तो लाग्यो। यहाँ एकदमै ट्रेनहरू सरसफाइ गर्ने अनि राखेको देखिरहेको थियो। तल के कन्स्ट्रक्सन पनि भइराखेको छ यहाँनिर। एकदमै मैले जान चाहेको चाहिँ खास यो ठाउँमा चाहिँ होइन। म जान चाहेको चाहिँ मैले चाहिँ खास जान चाहेको चाहिँ मेन प्लेटफर्मतिर चाहिँ जान खोजेको थियो। तर यहाँबाट प्लेटफर्म चाहिँ एकदमै धेरै टाढो भएको कारणले गर्दा यहाँबाट देखाएको जलपाइगुडी पनि यहीँबाट जान्छ। भारतका विभिन्न साउथ भारततिर पनि यहीँबाट जान्छ, दक्षिण भारत पनि यहीँबाट जान्छ। हामीले सुन्ने गरेका छौँ इन्डियाको सबभन्दा लामो रेलवे लाइन भनेर विवेक एक्सप्रेसलाई हामीले सुन्छौँ। यो विवेक एक्सप्रेस पनि यही बाटो भएर पनि जाने गर्ने गर्छ। त्यस कारणले गर्दाखेरि एकदमै ठुलो रेलवे लाइन पनि हो यो। एकदमै म आफूले एकदमै गर्व फिल भइरहेको छ आज यहाँनिर पाउँदाखेरि चाहिँ। म अलि अगाडि जान्छु है। यहाँनिर एउटा रेलवेको एउटा इन्जिन यहाँनिर वेट गरिराखेको छ। त्यो चाहिँ यो इन्जिन हो। यसमा अगाडिपट्टि 3वटा बत्ती रेड भइराखेको कारणले गर्दा यसले कसैलाई सिग्नल दिइराखेको छ। कोही गाडी आइराखेको हुनाले यसलाई चाहिँ त्यो सिग्नल दिइराखेको अवस्था हो। सायद पक्कै पनि यो लाइनबाट कोही आइराखेको छ, कुनै ट्रेन आइराखेको हुनसक्छ। त्यस कारणले गर्दा यसलाई चाहिँ यो सिग्नल दिइराखेको, यो वेट गर्नु परिराखेको छ। यसलाई कहीँ जानका लागि हतार परेको पनि पक्कै पनि छैन। त्यस कारणले गर्दा हामीले सुन्छौँ एरोप्लेनमा जस्तै एयर ट्राफिक कन्ट्रोल ATC भन्ने सुन्छौँ भने यहाँनिर चाहिँ हामीले यो जक्सन मास्टर अथवा समथिङ के भन्छ यसलाई, यो जो ट्राफिक सिग्नललाई कन्ट्रोल गर्ने, त्यस्तै केही छ। यहाँनिर अलिपुरद्वार जक्सन भनेर लेखेको छ। अलिपुरद्वार जक्सन एकदमै भारतको मा पर्ने यो जक्सन पनि। अब यदि मैले मेरो गाडी तल राखेको छु अनि अलिकति समय छ मसँग, किनभने म 5 बजे त्यहाँ होटलमा पुगिसक्नु पर्नेछ। यदि मसँग अलिकति समय छ भने म अझै यो मेन प्लेटफर्मबाट जहाँबाट प्यासेन्जरहरू चाहिँ अप डाउन गरिराखेको हुन्छ त्यहाँ गएर चाहिँ म देखाउने प्रयास गर्छु। म अब सिधै गाडीमा जान्छु र त्यहाँबाट म अलि अगाडि बढेर गाडी अलि अगाडि पार्किङमा राखेर त्यो दृश्यलाई देखाउने प्रयास गर्छु है त। म यहाँ भित्र पस्नु खोजेको
तर मलाई प्लेटफर्म टिकट लिएर मात्रै जानु भन्ने कुरा भयो, त्यही भएर म टिकट खोज्नु जाँदैछु। यहाँ हेर्दैछु। फाइनल प्लेटफर्म एरियामा आएँ म। यो ट्रेन आउँदैछ, त्यही भएर कुन सिट र कताबाट यसले एनाउन्स गरिराखेको अवस्था छ। तर म हेर्दैछु, एकछिन यहाँ बस्दैछु। यदि सम्भव भयो भने म माथि चढ्ने प्रयास गर्छु। सुनसान छ तर यहाँनिर आज। यो प्लेटफर्म नम्बर 1 जस्तो लाग्यो, किनभने यहाँ 1 लेखिरहेको अवस्था देख्यो मैले। यो प्लेटफर्म नम्बर 1 हो भने यसको ठ्याक्कै उतापट्टिको अपोजिटमा पारिपट्टिको यो प्लेटफर्म नम्बर 2 को पारिको, अनि त्यसपछि उता 3 नम्बर र उतापट्टि ट्रेन देखेको, एउटा ट्रेन देखिरहेको छ। पल्लोपट्टि ट्रेन देखिरहेको छ, लामो ट्रेन। यो चाहिँ 4 नम्बर हुनुपर्छ। सिरियल वाइज नै त्यसरी नै हुने। यो अलिपुरद्वार जङ्सन रेलवे स्टेसन नर्थ इस्ट। तर आज सुनसान छ यहाँनिर, खासै मान्छेको आवाज जावाज र चहल पहल देखिँदैन। रेलवे म यहाँ जहाँ उभिराखेको छु नि, यहाँ चाहिँ यहीँबाट नै हामीले रेलवे अथवा ट्रेनमा हामीले चढ्ने गर्नुपर्छ। किनभने यो एकदमै जहाँ म यहाँनिर उभिएको छु यो ठाउँबाट टक्क हामी यति जान्छौँ। ट्रेन चाहिँ यो एरियासँग अथवा यो मैले खुट्टाले देखाएको यो एरियासँग सट्टै सटाएर आएको हुन्छ। लिक त पर छ तर पनि ट्रेनको बडी चाहिँ ट्याक्कै योसँग सटाएर आएको हुन्छ। कोही मान्छेहरू त्यहाँबाट बिचमा नछिरोस् भनेर पनि ट्याक्कै त्यो हिसाबले यसलाई डिजाइन गरेको हुन्छ। र ट्रेनमा मान्छेहरू यहाँबाट ट्याक्क त्यसरी चढ्छ। र यो एरिया नै हो, पर यो माथि छाना लगाएको एरिया पछाडिदेखि लगेर यतापट्टिको पछाडिसम्म यो एउटै ट्रेन यो स्टेसनभित्र लाग्ने गर्छ। त्यस कारणले गर्दा पनि यसलाई हामीले यहाँनिर देख्छौँ। यो यहाँनिर कम भनेर देखाइराखेको छ यो। अनि पछाडि टाइम देखाएको छ 16:43। म एउटा ट्रेन राखेको थिएँ तर यतिखेर कुनै ट्रेन आउने ट्रेनको सेड्युल छ जस्तो लागेन। तर मेरो समय हुन लागिसक्यो, म होटलमा जाने बेला हुन्छ। मैले यहाँबाट तपाईँहरूलाई एउटा विशेष गरेर मेरो यो भिडियो हेर्ने सबै साथीहरूलाई रेलवे स्टेसनको बारेमा एउटा सानो भिडियो प्रस्तुत गरेका छौँ। म अलिपुरद्वार जङ्सन रेलवे स्टेसनबाट बाहिरिएका छौँ।
किनभने यहाँ मैले कुनै ट्रेनको मैले वेट गरिराखेको थिएँ, तर त्यहाँ कुनै पनि ट्रेन मैले आएको समय देखिएन। त्यस कारणले गर्दाखेरि चाहिँ म यहाँबाट अब बाहिरिएका छन्। यहाँ माथि अलिपुरद्वार जङ्सन लेखेको छ। अब म यहाँबाट चाहिँ अब यो मेरो गाडी यहाँनिर छ। अब म अब गाडीमा चढेर यात्रा गर्दैछु। फेरि अब म होटलमा जानुपर्नेछ। अब म होटलतर्फ लागेँ।